हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि आज हामीहरू ग्रहणदेखि संसारी माई मन्दिर गइरहेको छु रङ्गेली। अनि आज हामीहरू 4-5 जना छौँ, जसमा म अहिले भर्खरै मैले आउटफिट ल्यायो, मसँग रेडी भइसकेँ। अनि हाम्रो अङ्कलहरू चाहिँ यता हुनुहुन्छ। अङ्कल हाई भनिदिनु। हेलो, हम लोग जा रहे हैं उधर रोड फोड़ने के लिए। हाम्रो यहाँ चाहिँ अङ्कल बेला यहाँ भ्यान आउनुहुन्छ, उता दिदी हुनुहुन्छ। केही छैन, अब के हुन्छ यो चाहिँ हाम्रो गाडी साडी सब भइसक्यो। आज म चाहिँ बाइक म चलाउँदिनँ, समात आज बाइक चाहिँ म चलाउँदिनँ, बाइक चाहिँ आज अङ्कल चलाउनुहुन्छ। म पछाडि बस्छु, गाड़ी के घर चाहिँ बल्ल बनाउँदै जान्छु। यो चाहिँ बाइक बाइक जुन बाइक एक्सिडेन्ट भयो नि, खै देखियो केही छैन, राम्रो छ। देखियो ना खाली वैसे नहीं तो हमारा गाड़ी है, वो गाड़ी देखना चाहिए। अब तो देख होइन केही छ। गाड़ी के दाम सुन में पागल है। पकड़ कति छ हाम्रो चाहिँ दाइ आज जानुहुन्न अरे। 20 वर्ष अगाडि 5000 मा लाने रे पप्पा। 20 वर्ष अगाडि गएर 5000 लिनुको पहिले लिनुहुन्छ नि भन्नु होला। सिसा हुनुहुन्छ भने दाइ हुनुहुन्छ। पानीहरु लागेछ। प्लेस मैले भन्न आउँदैन, दाइले भन्दिनुहुन्छ। हामीलाई चाहिँ अर्को जुत्तामा चाहिँ जुत्ता खाउँदैन छ। अनि त्यही भएर यो खासै मलाई आउँदैन यो जुत्ताको लेस भन्न, अनि दाइ भनिदिनुहुन्छ। सो यस्तो मेरो आजको आउटफिट कस्तो छ अनि लुक्स कस्तो छ एकचोटि कमेन्ट गरिदिनु होला, राम्रो छ छैन भनेर। हामी सबैजना निस्किरहेको छु। हाम्रो यहाँ चाहिँ ग्याङ यति निस्किरहेको छु, सब रेडी भइसक्यो। आज दाइ चाहिँ बाइक चलाउनुहुन्छ, आज म चाहिँ बस्छु पछाडिमा। आज केही छैन, दाइ चाहिँ आइसक्नु भयो। अङ्कल चाहिँ अब म चाहिँ अङ्कल अलिक अगाडि सिरिसी हामी जाँदैछौँ रङ्गेलीवाला बाटो, जहाँ केपी ओलीले बनाएको छ। जुन बाटो आजसम्म त्यस्तै जीर्ण अवस्थामा छ नि, त्यहाँका नेताहरूले बक्सेटी गरेपछि मात्र खाले। अच्छा हामी हेर्नु के कस्तो छ बाटो, अनि चाहिँ भिडियोहरू जान्छ। हिँड्नु अङ्कल, हामी अगाडिहरू जाने कि पछाडि सकिन्छ सँगै जाने। म रङ्ग अलिक छिटै गएको, हामी पैसा पनि निकाल्नुपर्छ। अहिले चाहिँ हामी एटिएम पुगिसक्यौँ। अब एटिएमबाट पैसा निकाल्नु हुन्छ। यो चाहिँ हाम्रो रोड सेस चोकमै हो पैसा निकाल्ने एटिएम छ। यहाँ एनएसएसियाको त्यही पैसा निकाल्ने। अनि तपाईँको बाटोमा के कस्तो छ के कस्तो हुन्छ सबैहरू निकाल्ने हो। अनि हामीहरू म र अङ्कल अलिक छिटो अगाडि आएको, पैसा निकाल्नु थियो नि त, त्यही भएर हामी म र अङ्कल अलिक छिटो आएको। अनि दिदीहरू अनि भाइहरू छ आउँदैबाट। अङ्कल चाहिँ यहाँ पैसा निकाल्नु थियो। तिनीहरू पनि आयो, दुइटै बाइक आयो हाम्रो। एउटा यहाँ छ हेमन्त भाइ, अनि अर्को यहाँ हामी चाहिँ मार्क्स लिँदैछु। अरे बाटो नराम्रो छ, त्यही भएर मार्क्स लिनु पऱ्यो। यो चाहिँ अब मार्क्स लिने छु यहाँ अरू मेडिकलमा। भाइ किन्न अनि खाइदिनु नि त। चलो रोड सेस त्यो पारि जाने, पैसा अब पारिपट्टि जाने। अब चाहिँ गाडीमा पेट्रोल हालिदिइरहेको छौँ हामी। यहाँ पैसा गाडीमा पेट्रोल हाम्रो सबै खर्च भयो, गाडीको खर्च भएको छैन। अनि ल हामी चाहिँ पेट्रोल लिएर अब चल्दै गएदेखि बाइकमा। चलो रङ्गेली जाने बाटो हेर्नु सक्नु, जहाँ एकदम कस्तो बाटो छ। पुरै थोत्रो बाटो छ, पुरै थोत्रो। अहिले यस्तो हेर्नु त्यहाँसम्म पुगेर कस्तो हालत हुन्छ। यो बाटो चाहिँ कहिले भन्छ यार, कस्तो थोत्रो बाटो छ। बाटोको अवस्था हेर्नु, बाटोको अवस्थामा साला कस्तो गरिदिइरहेको छ। धुलो नै धुलो भयो अहिले नै हेर्नु। उयोहरूमा धुलोहरू कतिको गइरहेको छ। तपाईँहरूलाई पनि गाँडमा मुभ लगाउनु मन छ भने यो बाटो आउनु होला। मुभ लगाउनु पर्छ गाँडमा, घर गएपछि। यत्रो गाँड पुग्छ नि यो बाटोमा, तपाईँहरू कुरा नगर्नु। यो केपी ओलीले यस्तो बाटो बनाएको छ कि नेपालमा, जसमा गाँडमा मुभ लगाउनु पर्छ। गाँडमा भइरहेको भइहाल्छ मान्छे, यस्तो बाटो छैन कि बाटोको धुलो अवस्था हेर्नु। यो पुरै धुलोले धुलो ढगिरहेको क्यामेराले। चला यस्तो बाटो चाहिँ हेर्नु बाटो धुलो नै धुलो उडिरहेको छ।
पानीमा ड्युटी पर्दा पनि जानु पर्दैन यस्तो अवस्था छ। एउटा पनि प्रोडक्ट किन्नुपर्छ तपाईँहरूको पनि गर्लफ्रेन्ड सर्लफ्रेन्ड छ भने यो बाटो लिएर आउनु होला दिनु मेकअप दिनु होला फिल्ममै छ त्यही दिन गर्लफ्रेन्ड पनि भन्छ यस्तो मान्छे यस्तो मेकअप कहिले पनि कसैले पनि यस्तो आर्टिस्टले गर्नु सक्छ यस्तो मेकअप भइहाल्छ। एकजना पछाडि नै हामीहरू मात्रै अगाडि हिँडेको। हाम्रो अब देशमा नि बुढोलाई सबलाई नि हटाउनु पर्छ क्या। अब बालिन दाइले गर्नुपर्छ। अब बालिन दाइले मात्रै यो रोडको विकास गर्ने हो कि यो बुढोहरूले नि सबलाई कहाँ नाम दिनुपर्छ है कहाँ नाम दिनु है बुढोहरूलाई। यो बुढोहरू काम छैन मुजिहरूलाई केपीहरूलाई भगाऊ सुताको मलाई लगाउने बालेन अब बालेनलाई बोलाउनु पऱ्यो कि राजाको ठाउँमा पनि बालेन आउनु पऱ्यो। बाटो हेर कस्तो मस्त धुलो उड्ने हेर के मजाको धुलो छ हेर्नु त। यस्तो धुलो नेपालमा मात्र पाइन्छ आज उता कलश यात्रा निस्किरहेको छ हेर्नु। आज के हो दाइ? आज दुर्गा उपासको के हो अरे कलश यात्रा निस्किरहेको छ। सबले जय श्रीराम लेखिदिनु होला कमेन्टमा। जय श्रीराम कोही बोलिरहेको छ हेर्नु जय श्रीराम। उत्रो मान्छे छ र कोही जय श्रीराम हुँदैन। हामीहरू यहाँ उभिरहेको छौँ अब उभिरहेछौँ साथीहरू हराइहाल्यो बाटोमै कहाँ कहाँ गइहाल्यो। बाटोको कारणले गर्दा बाउचो भुत्लिएर कहाँ कहाँ छिरिहाल्यो जङ्गल खाडीमा। हामी यहाँ पर्खिरहेछौँ अब कति बेला आउँछ। अब यहाँबाट हामी अगाडि हिँड्ने योजना छ हाम्रो। अहिले हामी चाहिँ बाइक त्यहाँ छ अनि तिनीहरू उताबाट आउँदैछ। अब कहिले आउनुहुन्छ उताबाट कहिले आउँछ अनि हामी जाने। अहिले हालत चाहिँ हेरिहाल्नु कस्तो भइसक्यो हेर्नु हेर्नु हालत अङ्कल हालत हालत त खराब छ पुरै बाटो खराब छ। हराएको मान्छेहरू आउँदैछ पछाडि अगाडि यिनीहरू हामीहरू त आयो हामीहरू चाहिँ यता अहिले हालत त पुरै खराब भइसक्यो। आउनुभयो हाम्रो हराएको दाइहरू होइन। ठ्याक्कै हामी चाहिँ यहाँ संसारीमा मन्दिर पुगिसक्यौँ। अब चाहिँ बाटो अब हेर्नु हालत हेर्नु कस्तो भइसक्यो कि हालत चाहिँ पुरै खराब छ। बाटो त बहुत खराब थियो झर्झर लाग्यो। बाटो कस्तो थियो अङ्कल? राइडरहरूलाई यस्तो दिनु बाटो कस्तो थियो होइन? कस्तो थियो बाटो? बाटो चाहिँ यस्तो थियो कि पुरै नगरौँ जस्तो लागेको छ। अब भित्र जाने मन्दिरभित्र जाने। अब मन्दिरभित्र हामीहरू जाँदैछौँ। हामीहरू जाँदैछौँ मन्दिरभित्र। मन्दिर छ उता अगाडि। 1 घन्टा लाग्यो भाडा तेल पनि दूर छ मसँग जाँदैछ मन्दिर। यहाँ चाहिँ यस्तो छ पुरै पसलहरू यस्तो छ। बाटो यही हो अनि मन्दिर जाने बाटो यता छ। यहाँदेखि मन्दिर जाने यो चाहिँ मन्दिर जाने बाटो। अब यहाँ चाहिँ हामी भित्र जाने चाहिँ भित्र चाहिँ यस्तो छ पुरा हेर्नु। मान्छे आज पनि अलिअलि भिड छ धेरै छ। पानी हालौँ खुट्टा धुऊँ अब। यस्तो पुरा भिड छ। यहाँदेखि लाइन लाग्नुपर्छ। कहाँदेखि अब लाइन कहाँ पालो आउँछ हाम्रो यहाँहरू यसलाई चिन्नु हो टिकटकमा प्राइस आउँदै हुन्छ। यसो को हुन्छ आउनुभएको छ चाहिँ भनिदिनु होला। अब हामी चाहिँ लाइनमा जान्छ। आन्टीहरू कहाँ लाइनमा लाग्नु यहाँ चाहिँ भिडहरू यहाँ लाइन चाहिँ उतादेखि सुरु भएको छ। लास्ट टाइमसम्म लाइन पुरै लाइन छ। यहाँ पुरा यस्तो राउन्ड घुमाएर लाइन छ। यहाँ टिकटकहरू पनि आएको छ। दुईवटा छोटे भाइ त्यहाँ छ अनि एउटाको नाम थाहा भएन को हो त्यो पनि हो। मैले त्यसलाई नाम बिर्सिरहेको छु अहिले। त्यो पनि हो
फिलहाल यस्तो छ मन्दिरको यस्तो पुरै यो चाहिँ मन्दिर हो मन्दिर चाहिँ यही हो हामी यहाँ लाइनमा लागेको छौँ लाइन बाइज उयो हो यस्तो त्यहाँ लास्टमा त्यहाँ छ लास्ट मन्दिर अनि त्यहाँ छ लास्ट हामी लाइनमा लागिरहेको छौँ ए चैत महिना बलि बनिसक्यो अब हामीहरू चल्दैको बाई बाई छिटो आउँछु फेरि भिडियो बनाउँदै थिएँ अनि हाम्रो त भिडियो बन्लो या हमार बनाउँछ रुमाइलो गरेँ अनि पूजा सबै गरेर हामी यहाँबाट जाँदैछौँ बाइक चाहिँ हाम्रो उता छ अनि अर्को पनि यहाँ अलिकति अगाडि यता नि काली मन्दिर छ भनेर अब त्यो यहाँ चाहिँ भयो अब यहाँबाट के किन्ने हो त्यही किनिरहेको छ अब के किन्ने हो बाइक चाहिँ त्यहाँ छ उपर हाम्रो ड्राइभर साहब यहीँ हुनुहुन्छ अङ्कल कस्तो लाग्यो अनि के कस्तो भयो आज त बाबा दा यो भगवानको अब घरमा आएपछि त खुसी मिलिहाल्छ तर बाटो चाहिँ लास्टै दुःख दियो खेतीओली तेरी बा ताक्ने कि अझै बाटो चाहिँ यस्तो थोत्रो बाटो दुर्गा पर्साईलाई हान्छ केटी बालाई यसपालि त दुर्गा पर्साई कहाँबाट कुन कुरा कहाँ सुरु गरिदिएको यो जम्मा बाइकको हालत हेर्नु कस्तो भइसक्यो नयाँ मेरो बाइकको हालत हेर्नु कस्तो बाटो हेर्नु बाइक यहाँ हेर्न सक्नुहुन्छ कस्तो छ हेर्नुभयो बाइकको हालत कस्तो भइसकेको छ अब आफै अनुमान लाउनु होला बाइकको हालत कस्तो छ हाम्रो हालत कस्तो भएको होला हेर्नु यस्तै छ यहाँदेखि हामीहरू चल्दिएको अनि थोरै अगाडि गएपछि काली मन्दिर छ अनि त्यहाँ पनि गएर जाने अनि पूजासुजा गर्ने अनि के छ सो यहाँ चाहिँ अर्को काली मन्दिर पनि आइपुग्यौँ हामी अब यहाँ चाहिँ यसो दर्शन गर्ने पूजासुजा गर्ने अनि अब त्यसपछि खाजा नास्ता खान जाने अब यहाँ नास्ता खान जानुपर्छ यो चाहिँ काली मन्दिर रङ्गेलीको यो चाहिँ रङ्गेलीको काली मन्दिर हो जय हो काली माता यो चाहिँ काली मन्दिर थियो हामी भित्रबाट दर्शन गएर पूजासुजा गरेँ अब चाहिँ यता अर्को पनि भगवान् छ खाना हेर्नु यत्रो अब यस्तै छ अब हामी यहाँबाट खाजासुजा खान जाने खाजासुजा खाने अनि त्यसपछि फेरि आफ्नो रुमतिर लाग्ने हाम्रो रुमलाई घर पनि जानुपर्छ घर जान पाएको छु हिजो त दाजु लिएर उता हस्पिटल गएको थिएँ ठ्याक्कै त्यो दाजुलाई सर्भिस गराएपछि घर अनि गाउँतिर गएँ अनि भाइको एक्सिडेन्ट भयो अनि फेरि तुरन्त आउनु पऱ्यो यता त्यहाँबाट घरभन्दा बाहिर छु अनि घर पनि अब जानु पऱ्यो अब जान्छु अहिले घर अब राम्ररी राति सुत्न पाएको छु नयाँ टाउको दुखिरहेको छु बटहरू दुखिरहेको छ यहाँ हाम्रो दर्शन भइहाल्यो अब हामी ठ्याक्कै अगाडि मन्दिर यो त हो ठ्याक्कै अगाडि यो छ हाम्रो बाइक अनि यहाँ चाहिँ यो खाजा खाना गइरहेको छ हामी खाजा के छ हेरौँ हिँड्नु अब यहाँबाट हामी खाजासाजा खाइसक्यो अब गाडी चढ्नु चल्छ यहाँनिर सिधा ब्रेकमा भेट्छु तपाईँलाई के छ अहिलेको लागि भाइ एकचोटि ब्रेकमा भेट्छु अनि ब्रेकमा के गर्छु यहाँ चाहिँ अङ्कलहरू त्यहाँ आउनुहुन्छ म चलाउँछु अब बाइक चाहिँ अब म चलाउँछु आफ्नो बाइक गाउँतिर पुगिसक्यो आफ्नो घर अनि अब यसपछि आफ्नो घर पुगिसक्यो गाउँ पुगिसकेँ यो चाहिँ हाम्रो गाउँ हो म चाहिँ घर गएर यो चाहिँ हाम्रो गाउँघर हो